यो क्षेत्र तराईको सैना महिनाभन्दा उत्तर डाँडापारीको स्थान रहेछ। हुन त तराईसँग सिधै जोड्ने बाटो यहाँबाट छ, तर केही अप्ठ्यारो भएकोले प्राय स्थानीय दोभान पुगेरै बुटवल झर्छन्। पाल्पा हुन त पहाडी जिल्ला हो जसले चुरे र महाभारत श्रृङ्खला जोडेको छ। पाल्पामा धेरै यस्ता फाँट छन्। ठुलो त रामपुर हो, त्यसपछि माडी फाँट र तेस्रोमा पर्छ यो कचल फाँट। योभन्दा केही साना फाँटहरू अझ धेरै छन् पाल्पामा। मलाई असाध्यै रमाइलो लागेको पाल्पाको फाँटमा चाहिँ अर्गली फाँट नै हो। त्यसो भन्दै गर्दा फेरि अन्य फाँटहरू पनि असाध्यै सुन्दर छन् पाल्पामा। कचल फाँटले पनि मोहित तुल्यायो आज। कचल फाँट कति विस्तारित छ हेर्नुहोला। अझ यता दाहिनेतर्फ केही तलसम्म झरेको पनि छ कचलको क्षेत्र। फाँटलाई बिचमा चिर्दै दायाँ बायाँ भएर सडक बढेको छ। हुन त पहाडी क्षेत्रबीच केही ढलान छ नै फाँटमा, तर यसरी सडक घुमाउनाले यातायातका निम्ति स्थानीयलाई सहज पनि पर्न जान्छ। हामी कचल फाँटलाई चिर्दै अघि बढ्यौँ। अबको गन्तव्य रमाइलो छ है। राजा झरना खोज्दै पुग्नेछौँ हामी। केही समय पैदलै हिँड्नुपर्ने पनि हुनसक्छ हामीले। हामी कचल फाँटलाई चिर्दै अघि बढ्यौँ। फाँटको दक्षिणी बिन्दुसम्म पुगेर हिँड्नुपर्ने हुन जान्छ। फाँटको मूल भूमि छोडेर हामी निकै तल झर्दैछौँ। कच्ची सडक छ, मोटर चल्न सक्ने गरीकै छ। यता गाउँ बस्ती पातलिँदै आयो, जङ्गलको भेग छ यहाँ। फाँटको निकै तल आएर हामीले पैदल यात्रा सुरु गर्यौँ। यहाँका स्थानीयहरू हामी साथै जोडिनु पनि भयो। यहाँ एउटा घर रहेछ। अब तल खोला किनारमा मात्र अर्को घर भेटिनेछ। हामी जङ्गलको भेग छिचोल्दै ओह्रालै झर्दैछौँ। कति गजब र रमाइलो बन्छ यता पनि। हामी निकै तल झर्यौँ। बेसीमा केही घर देखिन्छन्। यहाँबाट झोलुङ्गे पुल तरेर पारी जानुपर्ने हुन्छ हामीले। यो दोभान खोला। हाल पानी कम देखिन्छ, तर केही क्षण मजाले पानी पर्यो भने चाहिँ खोला बढिहाल्छ। तर्न नसक्ने पनि हुन्छ तलबाट। यो त्यही खोला हो जुन दोभानमा गएर तिनाउमा मिसिन्छ। हुन त यसलाई तिनाउ पनि भनिन्छ र स्थानीयले दोभान पनि भन्छन्। झोलुङ्गे पुल पारी एउटा घर देखिँदैछ। हामी त्यो घरको पेटीबाट फेरि खोलातर्फै हिँड्नुपर्ने हुन जान्छ। स्थानीय दिदीले बाटो देखाउनु हुँदैछ। हामी उहाँलाई नै पछ्याउँदै बढ्दैछौँ। हामी तल दोभान खोलामै झर्यौँ। यहाँ स्पष्ट गोरेटो बनिसकेको रहेनछ। आफू मात्र आउँदा चाहिँ बाटो पहिल्याउन मुस्किलै पर्ने देखियो। हामी गएको चाहिँ राजा झरनातर्फ हो, बोक्सीको जेठीर तर्फ। तर गोरेटो निकै अप्ठ्यारो रहेछ माथि जाने। मैसेलु त प्रशस्त रहेछ बन्न छ। लिउँ सर लिउँ। प्राकृतिक रूपमा छ। ठ्याक्कै टिपो एकचोटि कप्प खाने हो। जङ्गल बीच ठाडै उकालो गएको पनि छ कतै कतै। दोभान खोलाबाट थोरै उचाइ लियौँ हामीले। अब हामीले राजा झरनाको झल्को पायौँ। वास्तवमै सुन्दर रहेछ झरना। 12 मासै पानी रहिरहने सुन्दर तर लुकेको झरना। होइन कचल क्षेत्रमा रहेको यो त बोक्से खोला यो जेठी रह भनेर पनि हाम्रा अग्रजहरूले भन्नुहुन्थ्यो र अहिले यसलाई खास गरेर कचलको राजा झरना भनेर यसलाई चिनिने गर्दछ र यहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यहाँ आउने गरेको पाइएको छ र यो अलिकति यो हाम्रो कचल फाँटदेखि करिब 2 किलोमिटरको दूरीमा पर्छ भने यो भौगोलिक अलि समस्या यो अप्ठ्यारो भएको कारणले गर्दाखेरि यहाँ पहिरो लाउन अहिले घन्टौँ लाग्छ। किन भन्दा यो भौगोलिक रूपले बाटो एकदमै अप्ठ्यारो छ। म यहाँ जन्म घर नभए पनि म यो कर्म घरमा आइसकेपछि यो
बोक्सेको जेठी र भन्ने मैले बुढापाकाको मुखदेखि सुनेको थिएँ र यो बोक्सेको जेठी रलाई जब स्थानीय सरकार आइसकेपछि त्यसलाई राजाजना भनेर चिनिएको छ र यहाँ जेठी र माइली र कान्छी र तीनवटा रहर थियो। पहिरोले गर्दा विस्थापित भएर एउटा जस्तै राजा र झरना भन्ने चिनिएको छ, त्यही र झरना मात्रै बाँकी भएको छ। अब त्यहाँ पहिल्यैदेखि अब त त्यो र एकदमै निलो कालो भएको कारणले त्यसलाई बोक्सेको जेठी र भन्ने गर्थे, किनभने त्यहाँ पहिला गाई गोठाला बाख्रा गोठा जाने मान्छेहरू पनि डराएर त्यो रहको नजिकै नपर्ने भन्नाले त्यहाँ बोक्सी बस्छ गरे, भूत बस्छ अरे भन्ने मैले सुनेको थिएँ। झरना त सुन्दर छँदैछ। आज यो भेगमा हामीले यात्रा गरेका सबै भेगहरू मलाई चाहिँ औधी रमाइलो लाग्यो। यहाँहरूलाई कस्तो लाग्यो त कृपया कमेन्टमा लेखिदिनु होला। यहाँहरू बुटवल क्षेत्रतिर हुनुहुन्छ भने कृपया तीनौं गाउँपालिकाको यी भेगहरू घुम्न नछुटाउनु होला। यहाँका किम्बदन्ती सुपरस्टिसन झै लागे पनि यी सबै जनबोली हुन्। हामीले जस्ताको तस्तै राख्न प्रयास गरेका हौँ। पूर्वी ब्लुजमा हरेक बिहिबार नयाँ ठाउँको भिडियो आउँछ, यहाँलाई पक्कै जानकारी छ होला, हेर्न नछुटाउनु होला है त। आजलाई भने क्यामेरामा कुन्दन रिजालसहित म सचिन नेउपाने बिदा माग्छु। धन्यवाद, नमस्कार।